यो तल कुनै पनि फाक्षीमा आधा अक्षर आएर लगत्तै आउने अक्षर स्वरबाट भएमा सँगै बन्नुपर्छ भनेर सम्झनु पर्यो के ब प्लस ए बे छिबे छिबे भनेको घरमा त्यस्तै फा फा भनेको भाग हो ब प्लस ए आछ बे हो फाबे 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 भनेको भागमा भनेको है त्यस्तै गर्दा संयुक्त उच्चारण नियम भनेर लेख्छ है संयुक्त उच्चारण नियम संयुक्त उच्चारण नियम है संयुक्त उच्चारण नियम अब संयुक्त उच्चारण नियम अन्तर्गत 1 नम्बर हुन्छ है कुनै पनि अक्षर लेख्दा फाक्षीमा कुनै आधा अक्षर आएर लगत्तै स्वरबाट आएमा सँगै उच्चारण गरिन्छ स्वरबाट आएमा सँगै उच्चारण गरिन्छ भनेर लेख्छ है भयो भयो यो भनिहालौँ है किनकि कुनै पनि शब्द लेख्दा फाक्षीमा आधा अक्षर आएर अथवा आधा अक्षर आएर लगत्तै आउने अक्षर स्वरबाट भएमा सँगै उच्चारण गरिन्छ भनेर लेख्यो है त्यहीँनिर देख्दै यहाँ सिजा फाक्षीमा भनेको उदाउने अक्षर चाहिँ के हो आधा अक्षर हो आधा अक्षर आएर लगत्तै आउने अक्षर स्वरबाट भयो स्वरबाट भने आया अय ए भनेको के हो सबै स्वरबाट हुने है यिनी आए पनि सँगै उच्चारण गर्नुपर्छ भनेको यो शब्द हो यो शब्ददेखि शब्द यही हो हैन तर उच्चारण गर्ने सिजाए हैन सिजाङे हो यो सिजाङे है यो म माथि यससँग सँगै आएर सिजाङे भएको है सिजाङे भनेको बजारमा सिजाङ भनेको बजार सिजाङे भनेको बजारमा यस्तै यो ज हो यो जले छ प्लस इ छि ब हैन ब प्लस ए बे छिबे यो तल कुनै पनि फाक्षीमा आधा अक्षर आएर लगत्तै आउने अक्षर स्वरबाट भएमा सँगै बन्नुपर्छ भनेर सम्झनु पर्यो के ब प्लस ए बे छिबे छिबे भनेको घरमा त्यस्तै फा फा भनेको भाग हो ब प्लस ए आछ बे हो फाबे 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 भनेको भागमा भनेको है त्यस्तै गर्दा 2 नम्बर भनेको हुन्छ त्यस्तै गर्दा 2 नम्बर हुन्छ है शब्द लेख्दा फाक्षीमा ग आएर शब्द लेख्दा फाक्षीमा ग आएर शब्द लेख्दा फाक्षीमा ग आएर लगत्तै आउने अक्षर फाक्षीमा ग आएर लगत्तै आउने अक्षर म भएमा फाक्षीमा ग आएर लगत्तै आउने अक्षर म भएमा ग को उच्चारण न हुन्छ न ग को उच्चारण न हुन्छ भनेर लेख्छ है Handungmal Korean bahasa Handungmal Korean bahasa Cenggukmal nanti kontrol Cenggukmal ये पनि लेख्दिन है
छुङ्गुङ मारु चाइनीज भाषा चाइनीज भाषा है चाइनीज भाषा है छुङ्गुङ माल भनेको चाइनीज बनेको कोरिया हो कोरियामा माल थपिएपछि कोरियन भाषा हो के न छुङ्गुङ बनेको चीन हो चीनमा माल थपिएपछि चाइनीज भाषा भयो के त्यही हो 3 नम्बर भनेको है फाछीमा ग आएर लगत्तै आउने अक्षर न भएमा फाछीमा ग आएर है फाछीमा ग आएर लगत्तै आउने अक्षर फाछीमा ग आएर लगत्तै आउने अक्षर न भएमा है न भएमा ग को उच्चारण न नै गरिन्छ लेख्नु होला Hangman. Hangman. Saya rasa Hangman. सेमेस्टर गर्छ है यस्तो भन्दै गए अब फाछीमा ग आएर लगत्तै आउने अक्षर न भएमा ग को उच्चारण के हुन्छ न हुन्छ भन्छ है यो बगडी आइसी प प्लस ए गतल आइसी प एक ज्ञान हो है एक ज्ञान हो तर ग लगत्तै अक्षर क्या हो न आओ है फाछीमा ग आएर लगत्तै क्या हो न आओ भने ग लाई के भन्नेले न भन्ने है फेक्न्यान हेङन्यान भनेको 100 वर्ष हेङन्यान भनेको हो 100 वर्ष हो है त्यस्तै अ प्लस आ गतल आइसी क ग लगत्तै न आइसी क लागि भन्नु पर्यो न भन्नु पर्यो त्यही भएर हाङन्यान भन्न लेख्यो है हाङन्यान यस्तो हाङन्यान भनेको सेमेस्टर वर्ष भनेको कलेजहरुमा 3 महिना 6 महिनाको सेमेस्टरहरु हुन्छ त्यही समय हो है 4 नम्बर है भनेको फाछीमा के आएर फाछीमा द आएर लगत्तै आउने अक्षर के रे न भएमा है लगत्तै आउने अक्षर न भएमा द को उच्चारण न हुन्छ न द को उच्चारण न हुन्छ भनेर चाहिँ फाछीमा द आएर लगत्तै आउने अक्षर न भएमा है लगत्तै आउने अक्षर न भएमा द को उच्चारण के हुन्छ रे न द को उच्चारण न हुन्छ भनेर मेनन्दा भनेको विश्वास गर्नु मेनन्दा भनेको विश्वास गर्नु है भयो अब 5 नम्बर लेख्नुस् र भन्ने चाहिँ है फाछीमा द आएर लगत्तै आउने अक्षर न भयो भने चाहिँ फाछीमा द आछ
आइसकेपछि हामीले माथिको पढेपछि तल पनि तलपछि माथि पनि हैन पछिमा द आएर लगत्तै आउने चाहिँ नभएमा दको उच्चारण के गर्ने रे नगर्ने भनेछ हैन त्यही भएर अप्लसी मि तल आएपछि त मितनन्दा हुन्थ्यो हैन नियम अनुसार के हुने भयो अब मितनन्दा भयो जस्तै मितनन्दा भनेको विश्वास गर्नु अब यस्तै गरेर 5 नम्बर हुन्छ है पछिमा ब आएर भनेको शब्दको मुनिपट्टि ब आएर भनेको है पछिमा ब आएर लगत्तै आउने अक्षर नभएमा पछिमा ब आएर लगत्तै आउने अक्षर नभएमा ब को उच्चारण म हुन्छ हजुर म पछिमा ब आएर लगत्तै आउने अक्षर नभएमा ब को उच्चारण के हुन्छ म हुन्छ निदा गर्छु गर्छौ गर्छन् गर्छिन् गर्नुहुन्छ इतिसी निदाको निदा जान्छौ जान्छन् जान्छिन् जान्छौ जानुहुन्छ इतिसी क्यों itu sampai kopi apa dengan itu? यो वर्तमान कालमा छु छौ छन् छिन् आउने शब्द हुन्छन् नि सबै हुन्छन् के जान्छु भने जस्तै जान्छु जान्छौ जान्छन् जान्छिन् जान्छौ जानुहुन्छ सबै भयो के no enter first now your dia untuk dipilih ya dipilih ke dipilih boleh ya कस्तो भनेको है पछिमा ब आएर लगत्तै आउने अक्षर नभएमा ब को उच्चारण म हुन्छ भनेर थियो अनि पछिमा ब आछ ब आएर लगत्तै आउने अक्षर के छ न छ त्यही ब के बन्नु पर्यो रे म बन्नु पर्यो रे भनेपछि के भयो हामनिदा हादाको हामनिदा अब आपनिदा बन्नु पर्थ्यो हैन आपनिदा बदला आइस पढ्नु नि आपनिदा बन्नु पर्छ के भयो हामनिदा किनभने गर्छु गर्छौ गर्छन् गर्छिन् गर्नुहुन्छ सबै हुन्छ है हामीले क्रियाहरू पढेछौं नि क्रियाहरू खादा ओदा मान्नदा भन्दै 21 पल्ट तपाईले पढ्न भनेपछि नि मैले बहुत क्रियाहरूमा सबैमा कसैमा बनिदा परे हुन्छ हैन यो आधामा बनेको शब्द हो के यस्तो आधा भने के हो गर्नु हो यसको दा हट्छ के त्यहाँ क्रियामा तपाईको दा भएको शब्द छ नि दा लास्टका सबैमा हट्छ किन हामीले पछि पढ्दा के दा सबैमा हट्छ दा हटेपछि के भयो आधामा हामनिदा भएको न हामनिदा भने के भयो गर्छु गर्छौ गर्छन् गर्छिन् गर्नुहुन्छ सबै भयो त्यस्तै उदा भनेको आउनु भन्ने पनि उदामा
थप्यो भने फेरि के भयो ओदामा ओदा भनेको आउनु हो ओदाको पनि आउँछु आउँछौ आउँछन् आउँछिन् आउँछौ सबै भयो त्यस्तो सजिलो छ है पछि बुझ्दै अब यी हामीदा भनेको के हो गर्छु गर्छु गर्छन् गर्छिन् गर्नुहुन्छ सबै भयो है छिचौ सन्सिन लाग्ने वर्तमान कालमा परे पनि सबै शब्द भन्न पाइन्छ है अनि खामनिदा खाडाको खामनिदा हुनेमा के भयो खामनिदा खामनिदा भनेको जान्छु जान्छौ जान्छन् जान्छिन् जान्छौ जानुहुन्छ सबै भयो है ओके त्यतिबाट अगाडि बढ्नु है सब लास्ट को कुन सोपछि नहुन्छ खानुहुन्छ खान्छु सुन्नु वर्तमान कालमा खान्छु सुनै छु छौ छन् छिन् छौ नहुन्छ भन्ने हुन्छ नि वर्तमान कालमा त्यो सबै शब्द लाग्छ के त्यही हो है ओके